आज हामीले चाहिँ यो कपालमा पर्मानेन्ट हेयर स्ट्रेट गर्न लागेका छौँ। कपाल चाहिँ एकदमै नेचुरल कर्ली अनि फ्रिजी पनि छ अनि निसा लगाएको भएर चाहिँ कपाल चाहिँ एकदमै ड्राई छ के कपाल एकदमै धेरै। अनि यस्तो कपालमा चाहिँ हामीले आफ्टर आइरनिङ यस्तो राम्रो भएको छ कपाल, कतै पनि जलेको यताउति के पनि छैन के। कपाल चाहिँ यति राम्रो बनाइदिएका छौँ, यस्तो चलाइरहन मन लाग्ने जस्तो भएको छ के कपाल चाहिँ। अनि हजुरहरूलाई पनि यस्तै कपालहरू बनाउनु छ र केही सिप सिक्नु मन छ भन्ने चाहिँ हाम्रो साकिरा मेकअप स्टुडियो एन्ड ब्युटी पार्लर चाहिँ भिजिट गर्न सक्नुहुन्छ। अनि फर्दर इन्फर्मेसनको लागि तपाईँले वाट्सएप वा टिकटक फेसबुकमा पनि तपाईँले मेसेज गरेर सोध्न सक्नुहुनेछ। हस्, थ्याङ्क यू।